हुनुहुन्छ? सन्चै छ सर। कस्तो चलिरहेको छ गाउँमा कामहरू? गाउँमा काम त त्यही सर। अब अरू बालबच्चा चाहिँ सबै खेतमा जान्छ सर। म चाहिँ हलदार बन्दै सर, गोरुको हलदार बन्दै, बाख्राको गोठालो। के गर्दै बस्नुभयो आज? आज त्यही घाँस काट्ने सर, घाँस काट्ने अनि पानी तान्ने त्यति हो सर। ट्याममा मात्रै खोल्छ सर हामीले। अनि ट्याममा 5 दिन 6 दिन 7 दिनमा पानी तुर्ने बेलामा चाहिँ अहिले पानी घटेको छ सर। कस्तो भइरहेछ पानीले गर्दा? कतिको सजिलो भइरहेछ? अहिले चाहिँ सजिलो। पहिला जस्तो 3-3टा गाडी बोक्नु पर्दैन जस्तो छ सर। अहिले चाहिँ सजिलै छ सर, आरामै छ अहिले चाहिँ। घरको दैलोमै पानी आउँछ? हजुर। केले गर्दा सजिलो भएको छ तपाईँहरूलाई अहिले? पानीको दुःखै थियो सर, हो कि घाँस दाउरा त नजिकै थियो अनि पानीको दुःख भएको अहिले चाहिँ हामीलाई सुविस्ता छ सर। अहिले सर पानी पनि पुगेपछि बच्चाहरू पनि नुहाउनु पायो सर है। अनि बच्चाहरू पनि नुहाउनु पायो। अनि पहिला हामीले त अब लुगा पनि तल धुन जानुपर्ने थियो, ज्यादा महिना पनि नुहाउनु पर्थ्यो सर। अहिले त अब ढक्कमै आइपुगेको पानी होइन। अनि अहिले त नहाउने साबुन मात्रै बजारबाट ल्याएपछि नहाउने मात्रै हो सर। पहिला कति घन्टा तल जानुहुन्थ्यो पानी लिन? पहिला लाग्थ्यो सर। कुखुरा बाँच्ने त्यहाँमा जाने मान्छे ठ्याक्क 8 बजी घरमा पुग्थ्यो सर, 3टा गाडीसँग सर। अहिले चाहिँ सुविस्ता छ सर। चाहिने बेलामा थाप्यो, नचाहिने बेलामा बन्द गरेर राख्यो सर। कहिले त हप्ता दिन जति बन्द बस्छ सर मोटरै। अनि ट्याङ्की सिधै माथि त्यहाँ पानी सिधेपछि चाहिँ खोल्छ सर हामीले। खुसी हुनुहुन्छ? अहिले खुसी छ सर। हामी आउँदा कस्तो लाग्छ? खुसी छ सर।